दर्शकबिन, प्रविधिको प्रयोगबाट हुने ठगी धन्दा दिन प्रतिदिन मौलाइरहेको छ। ठिक त्यस्तै ठगी हाइपर फन्ड नामक प्रोजेक्टबाट पनि भएको छ। जति पैसा हाल्यो ठिक तेब्बर हुने आश्वासन दिएपछि कैयौं नेपालीले आफूले दुःख गरेर कमाएको पैसा उक्त फन्डमा लगानी गरे। गिरोह नै खडा गरेर भएको उक्त ठगीमा वैदेशिक रोजगारीमा दुःख गरेर कमाएका केही नेपालीको पैसा चुरलुम्म डुबेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIBकै अनुसन्धान भन्छ हाइपर फन्डबाट करोडौं ठगी भयो। हेर्नुहोस् हाइपर फन्डबाट युवाहरू कसरी ठगिए, यो विशेष रिपोर्ट। 1 लाख डिपोजिट गरे 3 लाख, 50 लाख डिपोजिट गरे 1.5 लाख, 2 करोड डिपोजिट गरे 6 करोड, त्यो पनि 20 महिनामै। यस्तो आकर्षक अफर आए कसले लगानी गर्दैन। 4 वर्ष अघि रूपन्देहीका बाबुराम कडेल र भक्तपुरका बद्री अधिकारीलाई पनि ठिक त्यस्तै अफर आयो हाइपर टेज ग्रुपको हाइपर फन्ड नामक अन्तर्राष्ट्रिय प्रोजेक्टबाट। जति रकम जम्मा गर्यो 20 महिनामै ठिक तेब्बर हुने अफर आएपछि कडेल र अधिकारी प्रोजेक्टमा लगानी गर्ने निर्णयमा पुगे र सुरु भयो गिरोहको साम्राज्य नै खडा गरी मचाइएको लुट धन्दामा ठगिने हाइपर मार्ग। How big the community is? It's quite a large community under Hypervaz. Is giving us a starting point to moving things forward. Great, thank you. Thanks for the clarity. It sort of guides me to my next question nicely. देशमा विदेशमा जहाँसुकै भए पनि हाम्रो जीवनशैली, हाम्रोमा भएको ऋण, हामीमा भएको चाहिँ मतलब जतिसम्मको अहिलेसम्मको पीडा सब साफ गरेर अब त हामी पनि त्यो आइल्यान्डतिर मजाले क्रुजमा हिँड्ने हुन्छौँ है। तपाईँ हामी नि यहीँबाट है धेरै त साथीहरू हिँड्न थालिसक्नु भयो। त्यसैले गर्दा सुनै पाइसकेको छ, सुन दिनदिनै बढिराखेको छ। अब अर्को यस्तै सुन जस्तै चिज खोजेर हुँदैन। त्यसैले फेरि म दोहोऱ्याएर भन्छु, यो कम्पनीले राम्रो गरेकै कारणले गर्दा अब यस्तै मोडालिटीका धेरै स्क्याम कम्पनीहरू फस्टाउँछन्। लेखेर राख्नुहोस्। $1000 हालेर म जोइन भएँ। त्यसपछि 2000 रिटर्न अलिकति आयो, तर त्यही बढाउनुहोस् भनेर लगाए। त्यही जो 1000 कतिसम्म पुग्यो तपाईले हाल्दै गर्दासम्म कति पुग्यो? मोटामोटी 1000 को 200-300 भन्दा धेरै आएको हुनुपर्छ। $300 आएको हुन्छ, तर त्यसलाई त्यही बढाइएको छ। त्यही बढाइएको छ। रिभाइ भन्छ, त्यहाँ सिस्टम थियो, रिभाइ गरियो। अनि त्यसपछि बल्ल पैसा लगाइयो 2022 को मार्चमा। यो यतापट्टि कम्पनी डुबेको रहेछ थाहा भएन। 2000 मार्चको 6 तारिकसम्म पैसा आएको रहेछ। त्यसपछि धेरै थप्यो। अब हाइपर फन्ड भन्ने कम्पनी दुबईमा जाँदैछ। दुबईमा गएर दुबईको शेखसँग मिलेर त्यहाँ पार्टनरसिपमा बिल्डिङ बन्दैछ। त्यो बिल्डिङमा हाइपरको अफिस बस्छ पनि भनियो क्या। हामी त अझ ढुक्क भयो नि त, किनभने पैसा हालिसकेको छ। हाम्रो पैसा फस्न त फस्दैन, त्यो राजा शेखसँग चाहिँ ऊ छ भने त हाम्रो पैसा फस्दैन भन्ने हामीलाई एउटा कन्फिडेन्स लेभल बढ्यो। तर भएको के रहेछ भने उनीहरू चाहिँ त्यहाँबाट भागेको रहेछ। अस्ट्रेलियन गभर्मेन्टले लखेटेको रहेछ। 2021 को डिसेम्बरमै लखेटेको रहेछ। त्यस्तो रहेछ। 2076 मा वैदेशिक रोजगारीको सिलसिलामा मालदिव कार्यरत रहँदै आएका बाबुराम कडेललाई परशुराम गौतम मार्फत प्रस्ताव आयो हाइपर फन्डमा लगानी गरौँ, तेब्बर रिटर्न आउँछ। 300 वटा कम्पनी सहितको इकोसिस्टम छ, सबैले कमाइरहेका छन्, तिमीले पनि कमाऊ। मालदिवमा काम गर्दै आएका कडेलले सुरुमा त्यो प्रस्ताव स्वीकारेनन्, तर बारम्बार फाइदा हुने आश्वासन दिएपछि कडेल उक्त फन्डमा लगानी गर्ने निष्कर्षमा पुगे। उनले 2021 डिसेम्बरमा $1000 लगानी गरे। त्यो लगानीमा उनलाई $300-400 जति मुनाफा भयो र कडेलले फेरि मुनाफा सहितको $1400 फन्डमा लगानी गरे। सुरुमा थोरै रकममा पनि राम्रो मुनाफाको अनुभव लिइसकेका कडेल प्रोजेक्टप्रति विश्वस्त भइसकेका थिए र राम्रो मुनाफा देखेपछि कडेलले 2022 मा करिब 23 लाख रुपियाँ ऋण लगानी गरे। तर $1000 लगानी गर्दा $400 मुनाफा कमाएका कडेलले 23 लाख लगानी गर्दा भने मुनाफा पाएनन्। लगानी पूर्व जुम लगायतका प्लेटफर्ममा पटक पटक भिडियो मिटिङ गरेर आश्वासन दिनेहरू बिस्तारै सम्पर्कविहीन हुन थाले। विदेशमा पसिना बेचेर कमाएको धन लगानी गरेका कडेलले पछि बल्ल थाहा पाए उनीमाथि ठगी भयो। कम्पनी 2021 मै बन्द भइसकेको रहेछ। $1000 देखि लगानी गरेको थिएँ र 22 को मार्चमा आउँदासम्म मैले नेपाली रकम 22,98,000
100 रुपियाँ लगानी गरेको रहेछु। त्यो मेरो जाहेरीमा व्यक्त गरेको छु, प्रमाणसहित लगाएको छु। त्यस्तै हाइपरको ठगी धन्दाको शिकार बनेका अर्का पीडित हुन् भक्तपुरका बद्री अधिकारी वैदेशिक रोजगारीको सिलसिलामा इजरायल थिए। इजरायलमा हुँदा सोही देशमै काम गर्दै आएकी सबु भनिने सावित्रा भट्टराईले अधिकारीलाई हाइपरमा लगानी गरे 3 गुणा मुनाफा हुने बताए, त्यो पनि 20 महिनामै। बारम्बार सावित्राको आग्रहपछि अधिकारी पनि हाइपरको प्रलोभनको जालमा परे। अधिकारीले 2021 नोभेम्बर 23मा इजरायलमा पसिना बगाएर कमाएको मध्ये आफ्नो बचत रकम 22,50,000 रुपैयाँ लगानी गरे। त्यसपछि अझै मुनाफा हुने प्रलोभनमा उनले 25 लाख रकम ऋण नै खोजेर लगानी गरे। तर लगानी पूर्व पटक पटक जुम लगायतका प्लेटफर्म मार्फत भिडियो मिटिङ गरेर विभिन्न आश्वासन बाँड्नेहरू बिस्तारै सम्पर्कविहीन भए र इजरायलमा दुःख गरेर कमाएको धनसहित ऋण लिएको अधिकारीको रकम डुब्न पुग्यो। यसो खोजखाज गर्दाखेरि मसँग 12.5 लाख रुपियाँ रहेछ ब्याङ्कमा। यता परिवारलाई भने अनि त्यो पैसा हालियो। त्यो भनेको मैले 2021 को नोभेम्बरको 23मा हालेको रहेछु। त्यो पैसा हालेँ। त्यो पैसा चाहिँ उहाँले नै फेरि मिलाउनु भयो र त्यो पैसा हालियो। अनि हालिसकेपछि फेरि उहाँले के भन्नुभयो भने अरू पैसा छन् भने तपाईँ हाल्नुहोस्, यहाँ फाइदा छ, सबले कमाएको छन्, राम्रो छ, 3 गुणा हुन्छ, भोलि नेपाल गएर के गर्ने, यहीँ हुँदैखेरि हो पैसा कमाउने भन्ने जसरी उहाँले चाहिँ उक्साउनु भयो। उक्साएपछि मैले के गरेँ भने पछिल्लो फेरि मैले 25 लाख पैसा खोजेँ, जुन पैसा मैले आफन्तबाट खोजेर 2% ब्याजमा मैले 10 महिनासम्म त्यो पैसाको महिनाको 50,000 को दरले 5 लाख त मैले ब्याज तिरेको छु। हालसम्म कडेल र अधिकारी जस्ता 58 जनाले हाइपर फन्डबाट ठगिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्। जाहेरीपछि अनुसन्धान गरेको प्रहरीले ललितपुर अदालतमा 7,72,85,921 रुपैयाँ रकम संगठित रूपमा ठगी गरेको निष्कर्ष सहित बिगो कायम गरी मुद्दा दर्ता गरेको छ। हाइपर फन्डबाट भएको ठगी प्रकरणमा ललितपुर अदालतले 8 जना विरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको छ। गिरोहमा को छन् संलग्न? ठगीको सञ्जाल बनेको हाइपरमा बद्री र अधिकारी सहित सयौंलाई ठग्न कैयौं हात धोएर लागेका छन्। देवेन्द्र गौतम, रोशन भनिने देवी प्रसाद बगाले, कुमार गुरुङ, योगेन्द्र मिलन छन्त्याल, गोविन्द सेडाई, सावित्रा भट्टराई, काजल नानु घिमिरे लगायत रहेका छन्। गिरोहलाई व्यवसायी खेताङको सहयोग। पीडितहरूका अनुसार हाइपर फन्डका गिरोहलाई व्यवसायी राजेन्द्र खेताङ समेतले सहजीकरण गर्ने गरेका थिए। रोशन भनिने देवी प्रसाद बगालेको आमन्त्रणमा उनले जुम मिटिङमा आएर हाइपर फन्ड र रोशनको प्रयासको निकै सकारात्मक रहेको भन्दै प्रशंसा गर्ने गरेको पीडितहरूको गुनासो छ। खेतानजीलाई यिनीहरूले जुममा बोलाएर उहाँलाई राजेन्द्र खेतानजीलाई जुममा भिडियो नै छ सर, जुममा बोलाएर अनि त्यो जुममा उहाँले के बोल्नु भएको रहेछ भने अहिले अब डिजिटल नेपाल पनि डिजिटल युगमा प्रवेश गर्नुपर्छ र यो डिजिटल युगको सुरुवात हो र यो सुरुवातमा हाम्रो यो जो मुख्य प्रमोटर हुनुहुन्छ रोशन पोखरेलजीले जे काम गर्नुभएको छ उहाँले गरेको काम सराहनीय छ र केपिटल यो हुनुपर्छ र नेपाल सरकारले पनि यो कुराहरूलाई लिगलाइज गर्नुपर्छ भनेर बोलेपछि मान्छे त्यसै ओइरहेका छन्। करेन्सीले यो डिजिटल इकोनोमीले यो अहिलेको ट्रेन्डले चाहिँ चेन्जहरू चाहिँ ल्याउन खोजिरहेको छ र धेरै सक्सेसफुल नयाँ बिलिनियर्सहरू चाहिँ उत्पादन गरेको छ। अचम्म मान्नुपर्ने छैन जब 2-4 वर्षमा नेपालमा यस्तै डिजिटल इकोनोमीबाट 2-4वटा नयाँ बिलिनियर्सहरू चाहिँ थपिन गयो भने त्यो आश्चर्य मान्नुपर्ने कुराहरू नहुन सक्ला। त्यसैले तपाईँले गर्नुभएको प्रयासले आम नेपालीलाई धेरै कुराहरूलाई चाहिँ प्राविधिक विषयलाई गैर प्राविधिक तरिकाबाट बुझ्न सजिलो भएको छ। यसमा अझ निखारिएर आउनको लागि चाहिँ अझ यसमा ट्रेनिङहरूको आवश्यक छ र मलाई लाग्छ त्यो डिजिटलको साथसाथमा भौतिक रूपमा पनि फिजिकल रूपमा पनि काठमाडौँ जस्तो सेन्टरहरूमा चाहिँ हुनुपर्छ। हाल कानुनी उपचार खोजेका पीडितहरूले यसअघि हाइपर फन्डका हर्ताकर्तालाई आफ्नो रकम फिर्ता गर्न पटक पटक आग्रह गरेका थिए। तर हाइपर फन्डका नाममा ठगी धन्दा चलाएकाहरूले पीडितको गुनासोलाई रत्तीभर सुन्दैनन्, उल्टै धम्क्याउँछन्, हामीलाई कसैले केही गर्न सक्दैन। उहाँहरूको भाषा यस्तो छ, हामीले अथाह कमाएका छौँ।